नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ भन्ने मैले आशा राखेको छु। म पनि एकदमै सन्चै आरामै नै छु। सो आज चाहिँ म वडा अफिस जान लाग्यो। वडा अफिसमा मेरो थोरै काम छ। बाटोमा के देखिन्छ के भेटिन्छ होइन देखाउँदै जान्छु। यहाँदेखि पहाडी चाहिँ यस्तो भ्यू देखिन्छ भने टक्क पानी पर्दा चाहिँ यो खोला यति ठुलो हुन्छ नि, यो यति ठुलो खोला हुन्छ होइन, पुरै नगरौँ है। अब यो घाम लागेको बेलामा चाहिँ होइन यो पानी चाहिँ आउँदैन त्यति चाहिँ यस्तो देख्न सक्नुहुन्छ तपाईँहरूले। पहाडी सहर यहाँदेखि उता चाहिँ अर्कै सहर छ भने यता गाउँ जस्तो देखिन्छ भने एउटा पहाडी सहरै छ है। त बाफ्रे मेरो साइकल चाहिँ यो टक्कसँगले अब यहाँदेखि जानुपर्ने हुन्छ साथीहरू। बाहिरको मौसम चाहिँ यस्तो छ आजको। अब यहाँदेखि निस्किन्छु। सो गाइस म चाहिँ अब बाहिर निस्किएको होइन, यस्तो छ हालत। साइकलमा साइकल हो यो चाहिँ। यहाँ हामी बस्ने गल्ली हो यो चाहिँ। यहाँदेखि पर चाहिँ अब यस्तो दामी आजको मौसम छ भन्नु चाहिँ मिल्दैन। घामै लागेको छैन होइन, माथि बादलले अब पानी पर्न लागिसक्यो। गाडीको हालत पुरानो गाडीहरू साइकल खेल्दै लाँदैछु उकालो। पहाडी स्कुटीहरू कस्तो सुजुकीको रहेछ सोरुम। के गर्नु सकिँदैन, लाइसेन्सै छैन। यहाँ लाइसेन्स लिएर कुदाउनु दिँदैन। कुदाउनु आउँछ नि के गर्नु, लाइसेन्सै छैन। यहाँको लाइसेन्स चाहिँ गाह्रो हुन्छ भन्छ। यही आफ्नो भइदियो नि हुन्थ्यो। यहाँदेखि म पहाडी जान्छु। घुमेर चाहिँ कस्तो स्कुटीमा ढेङ्ग ठकिएको मेरो साइकलको ह्यान्डल आँट्छ होला। म चाहिँ यहाँदेखि पहाडी जानुपर्ने हुन्छ। त्यत्रो आइसक्यो। यहाँ माथिको पुल आउनु आँट्यो। यहाँदेखि पहाडी जानुपर्ने हुन्छ। हरियो बत्ती बलिसकेको छ यो साइकलको हालत यस्तो छ। पसिना आइसक्यो मेरो। कस्तो गर्मी भइसक्यो क्या यो उकालो हिँड्दा म आज हिँड्नै सक्दैन क्या। यो खाँदै बस्दै भयो क्या, यो काम नपाएर क्या। हामी काम नगरी बसिरहेको छ नि त, काम नपाएर बिल्कुल भिजाएर छ। अनि एउटा इन्टरभ्यू दिएको बोलाइरहेको छ। इन्टरभ्यू पास भनेर भनेको थियो। कहिले बोलाउँछ त्यो चाहिँ थाहा भएन। हो टक्क यहाँदेखि माथि टक्कसँगले जाने हो। अगाडि कार छ। यसरी बाटोमा निकालिरहेको हुन्छ। अब हामी हिँड्ने बाटो, मान्छे हिँड्ने बाटो हो नि त, ब्याक गऱ्यो त्यो छैन हो। यहाँदेखि चाहिँ म साइकल कुदाउँदै जान्छु किनभने छिटो पुग्नु छ मलाई। वडा अफिस धेरै टाढो छ क्या। त्यस्तै 6 किलोमिटर जति होला, 6-7 किलोमिटर जति नै होला वडा अफिस पुग्न त हाम्रो यो ठाउँबाट चाहिँ। अनि यो उकालो चाहिँ सक्यो। अब यहाँदेखि चाहिँ ओह्रालो उकालो छ बाटो। यो आकाशे पुल। म चाहिँ यहाँदेखि लेफ्ट साइड जानुपर्ने हुन्छ। सो साथीहरू खै आज किन हो बाहिरको साउन्ड निकै ठुलो आइरहेछ। साउन्डहरू मेरो भोइस सुनेको छ कि छैन है थाहा भएन। मैले माइक लगाएको छैन आज। यहाँदेखि अब तेर्सो जाने, त्यसैदेखि ओह्रालो जाने। अस्तिको भ्लगमा पनि देख्नु भएको थियो होला। यहाँ पर तेर्सो गएको। अस्ति चाहिँ पैसा लिनु साथीकोमा गएको थिएँ। वडा अफिसदेखि धेरै टाढा हो त्यो चाहिँ। अहिले चाहिँ म वडा अफिससम्म जाँदैछु। यो चाहिँ मोडिफाई गरेको कार हो क्या। यो रेड फुल बोरे के हो यो गाडी चाहिँ अब्बरै खतरा लाग्छ। यो अब्बर खतरा लाग्छ त्यही हो। अनि यहाँदेखि जाने हामी भनेको म मात्र छु। ठाउँहरू त्यस्तो छ है, फुलहरू फुलिरहन्छ। साथीहरू म चाहिँ अहिले फाइनल्ली भन्नु पर्ला धेरै मिनट पछि चाहिँ म वडा अफिसमा आइपुगिसकेको छु।
तपाईँलाई म देखाइदिन्छु वडा अफिस चाहिँ टक्कसँगले यो पारीको हो यो बिल्डिङ हो। सो अहिले चाहिँ म यहाँ माथि टक्कसँगले यसरी साइकललाई चाहिँ दोहोऱ्याउने ठाउँ चाहिँ यस्तो हुन्छ। यो चाहिँ माथि हाइवेको माथि के भन्छ आकाशे पुलमा हो यो चाहिँ म हिँडिरहेको। अनि मान्छे आउने चाहिँ यता तल हुन्छ क्या यस्तो हुन्छ सिडी भर्याङ अनि यता चाहिँ साइकलहरू ल्याउने ठाउँ। अनि म चाहिँ अहिले यहाँ माथि छु आकाशे पुलतिरै। मेन बाटो चाहिँ यस्तो छ है साथीहरू। यहाँ हेर्नुहोस् म जाने भनेको चाहिँ यही अफिसमा हो। म आएको भन्ने चाहिँ यताबाट हो। मलाई भ्लग बनाउनु खासै त आउँदैन तर पनि रहर हो मलाई चाहिँ रहर लाग्छ र बनाइदिन्छु। बनाउनु मन लाग्छ के गर्नु भिडियो हेरिन्छ एमआरपीको भिडियो हेरिन्छ भ्लग हेर्छु म होइन। यस्तो दामी छ कि यो चाहिँ सल्लाहको बोट हो। यो चाहिँ धुपी सल्लाह यो माथिको चाहिँ रेलीको सल्लाह नै हो। हरियाली छ नि त। ओए कस्तो यो साइकल त अरालो दौडेको हो। ला मेरो साइकलको हालत अलिकति घुमाउनु नजानेपछि यस्तै हुन्छ क्या। अब म यहाँ साइकल चाहिँ कहाँ राख्ने ठाउँ छ क्या। साइकल राख्ने ठाउँ नै देखिनँ मैले। अब मैले साइकललाई कहाँ राख्नु हो त। साइकल त राख्नु पऱ्यो। साइकल राख्ने ठाउँ छैन कहाँ राख्ने साइकललाई। हेलो गाइज होइन मेरो चाहिँ आज चाहिँ भनेको काम पुगेन। यो वडाबाट चाहिँ नहुने भन्यो होइन हुँदैन भन्यो होइन। अब मैले के गर्नु हुँदैन भनिसकेपछि अब के गर्नु हुँदैन भने ओके भनेर भनिस्के हुँदैन भन्यो। काम पुरा भएन साथीहरू होइन कामै पुरा भएन। अब म चाहिँ अब घुम जानुपर्ने हुन्छ। सो अर्को भिडियोमा भेट्ने बाजेको साथ तपाईँहरूबाट बिदा लिन्छु। सो स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् भन्दै आजको भिडियोबाट बाई बाई साथीहरू। लभ यु।